हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज पनि धेरै पछि चाहिँ मैले भ्लग लिएर आइसकेँ हजुरसँग सामुन्ने चाहिँ। आज चाहिँ हामी चाहिँ अब तिहारको सपिङ गर्न भनेर यसो दोकानतिर कपडा सपडा किन्ने, यसो नास्ता खाने भनेर यसो बाहिर जान आँम। यहाँको चाहिँ यहाँ ट्रेनले काटेर चाहिँ सुई लाउने यहाँनिर चाहिँ। अब त्यता केटाहरूले ढोकामा सोकान आउँदैछन् अब जाने भनेर। हामी पनि अब गएर ट्याक्क बाहिर गएर यसो कपडा सपडा किन्न पर्यो तिहार आइसकेँ चाहिँ यहाँ। चलो गाइज हामी चाहिँ फेरि पनि अब हामी चाहिँ यहाँ हिँडिसक्यो। हर कपडा सपडा ढोका सोका लाएर चाहिँ अब हिँड्ने। हामी चाहिँ आज चाहिँ छुट्टी एउटा कामले गर्दा यहाँ रोक्यौँ। अब भोलि चाहिँ हामी घर गइन्छ यहाँ। तपाईँहरूलाई पनि हामी घर गएपछि अवश्य तिहारको रमाइलो अवश्य नै देखाउँछौँ। गाउँघरको रमाइलो भोलि लक्ष्मी पूजा गरिसकेपछि हजुरहरूलाई भैलो पनि निश्चय पनि देखाउँछौँ। चिन्ता नगर्नुहोस्। हामी चाहिँ अहिले चाहिँ 3 जना हामी ग्रुप, अहिले चाहिँ पछि 2 जना बाहिर छन्। अरू भोलि खेल्ने बेला सबै देखिन्छ नि। यस्तो राम्रो छ यहाँ चाहिँ, यस्तो अवलोकन छ हजुरहरूलाई चाहिँ। यसो यहाँ चाहिँ यो अब मन्दिरको एरिया भएर राम्रो छ। हामी चाहिँ बाहिर निक्लेको यहाँ एउटा बाला देखियो। बा हजुरको केही मन्तव्य छ कि हजुरले भन्न? केही छैन, रमाइलो छ नि होइन त? एकदम आनन्द हुनुहुन्छ नि? जाडो छ, गर्मी छ? अलिक घाम छ हजुर, जाडो छ। अनि हजुरको शुभ नाम? मेरो उम्रा सारू। अनि हजुर चाहिँ यहाँ अहिले केही काम गर्दै हुनुहुन्छ? कस्तो अहिले के गर्नु बस्नु भएको? मैले भैँसी भैँस चराउनु भएको? हजुर। हामी चाहिँ यहाँ बासँग आइसकेका छौँ। बाला चाहिँ यसो यहाँ बाको चाहिँ परिचय लिएर चाहिँ हामी अब यहाँबाट चाहिँ बाहिर जान्छौँ। बालाई पनि यसो ल हजुरहरूले पनि सहयोग गर्नु होला। हाम्रो बा हो, हाम्रो आफ्नै बा मान्नुहोस् हजुरले चाहिँ। हामी अटो बोलायौँ, हाम्रो अटो आएको थियो, उता मान्छे लिनु भनेर गइसक्यो। अब हाम्रो त्यो मान्छे लिएर यता आउँछ अनि हामी बल्ल जान्छौँ। हामी यो प्रतीक्षालयमा चाहिँ हामी अवश्य नै प्रतीक्षा गर्नेछौँ। उहाँको प्रतीक्षा गरेर चाहिँ हामी बल्ल अटोमा चढ्नेछौँ र हामी चढेर बैरिया जान्छौँ। हामी बैरिया गएर चाहिँ कपडा सपडा किन्ने। यता तिहारको माहौल छ। अब तिहारलाई केही विशेष गराउनको लागि केही सरसामानहरू जाम हाम्रो चाहिँ यहाँबाट निक्लिने बेला जहिले पनि बोलाउँदा अटो रेम्बो। हजुरहरूलाई पनि कोही जान पर्यो यस्तो लुम्बिनी सुम्बिनी सुपातेर घुम्न पर्यो भने चाहिँ रेम्बो अटोलाई सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क नम्बर कति होला? सम्पर्क नम्बर दाइ हजुरहरूलाई सम्पर्क गर्न पर्यो। सम्पर्क नम्बर यहाँ छ 984775 है हजुरहरूलाई। हामी चाहिँ गाइस फाइनल्ली हिँडिसक्यौँ है। सबजना रेडी भएर हिँडिसक्यो। ल अगाडि 2 जना, पछाडि 4-3 जना हामी भएर हिँड्ने। अटो चाहिँ एकदम झिलिमेली सहित चक्क लाएर माथि पुतली उडे हान, बाहिर पनि पुतली नै उडे हान। फाइनल्ली गाइज हामी चाहिँ फिल्म हेर्न चाहिँ यहाँ आइसक्यौँ। अब चाहिँ यो 4 नम्बर चाहिँ हाम्रो यो फिल्म हलमा चाहिँ फिल्म हलमा आएर चाहिँ हामीले कुन फिल्म हेर्ने भने हामी अहिले चलेको फिल्म चाहिँ एउटा हरिबहादुरको जुत्ता र जेरी टप रहेछ। हामी चाहिँ फिल्म हेर्ने भनेर यहाँ आइसकेका छौँ। अब के कस्तो हुन्छ यहीँभित्र गएपछि थाहा हुन्छ। फिल्म हल चाहिँ यस्तो राम्रो छ गाइज। फाइनल्ली हामी चाहिँ यस्तो फिल्म हलको साइडमा क्याफे रहेछ, यहाँ चाहिँ यसो नास्ता खानु पर्यो मोमो भनेर मोमो खान चाहिँ हामी आइसकेका छौँ। मोमो खाने बसिन्छ ट्याक्क। मोमो खाइन्छ हामीले अब यहाँ। अहिले मोमो खाएको नजरलाई देखा मोमो यो गाइज। गाइज फाइनल्ली ल टिकट चाहिन्छ। ल गाइज ल हामी चाहिँ फेरि घरमा छिरिसक्यो। ल एकदम के 12 हो? जी भनेको के हो? अँध्यारो छ है। कता हो केही देखिने? खै कता हो त? अगाडि जाऊँ न अगाडि। होइन हार्नकै लागि यत्रो फुर्ती किन गरिरहेको? नो मामा, नट दिस टाइम। यसपालि त जेरीले नै जित्छ। बाजी राखौँ नि त। ल राख। भिराजुले जित्छिन्छ। 1000 ल डन। आजको यसको गाडीमा म बोलाउँछु। हेर न गाइस फिल्म यही हो, जेरी फिल्म है। जेरी
भिरमा पनि भने त्यो भिर परि पनि हुँदो रहेछ फाइनल्ली गाइस भइसक्यो सो चाहिँ हेर चाहिँ अब निक्लिसक्यो भाइ बाहिर चाहिँ गऱ्यौँ भए बाहिर गऱ्यौँ भए भित्र जाँदा जाँदा केटाहरू खै र टोइलेटतिर सिनेमा भित्रै गाइस हामी चाहिँ सो भ्याएर चाहिँ हामी अब त्यो जेरिला फिल्म भ्याएर चाहिँ हामी चाहिँ अब चाहिँ हामी फाइनल्ली चाहिँ अब हामी चाहिँ घर हिँड्ने अब चाहिँ ती दुइटा चाहिँ आफ्नै तालमा हिँडेर लैलै ल्याएर त मेरै जर्सी ल्याएर अझ अगाडि फक लाएर हामी चाहिँ यहाँ फिल्ममा चाहिँ किस चाहिँ खतरा फिल्म चाहिँ खतरा है फिल्म चाहिँ खतरा हुँदै हामी चाहिँ अब फिल्म चाहिँ हेरिसके सबै होइन हजुरहरूलाई पनि मन पर्ला सायद अलिअलि क्लिप चाहिँ मैले मेरो भ्लगमा नि हालेको छु हजुरहरूले हेरेर सहयोग गरिदिनु होला राम्रो लागेपछि चाहिँ हजुरहरू पनि हलमा आएर हेरिदिनु होला युट्युबमा चाहिँ अलि नआउला तर पनि मैले अलिअलि थोरै क्लिप काटेर चाहिँ हालेको छु हजुरलाई यति भन्दै यो भ्लग चाहिँ मैले एन्ड गर्छु फेरि अर्को भ्लगमा मिलाउँला ल गाइज थ्याङ्क यू सो मच फर वाचिङ गाइज बाई